हैन मैले जानकारी पाएँ हामी सामूहिक रूपमा काम गर्दैछौँ त्यो सामूहिक रूपमा काम गर्दा चाहिँ के कसरी गर्न सकिन्छ हैन त्यसको फाइदा बेफाइदाहरू अनि त्यस्तै गरिकन अब सामूहिक रूपमा भन्दाखेरि चाहिँ कतिवटा व्यक्तिहरू चाहिँ अब एकल एकल पनि गर्ने भन्ने कुरा छ हैन एकल गर्दा र सामूहिक गर्दा कसरी फाइदा हुन्छ र त्यसमा कसरी अगाडि बढ्न सकिन्छ र सदस्य रूपमा हेर्न अनि देख्न र अनि हामीले पनि कसरी गर्न सक्छौँ भन्ने एउटा उद्देश्यका साथ आएका छौँ है। अनि अरू लगभग सबैको पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि चाहिँ एउटा चाहिँ समूहमा कसरी व्यवसाय गरिरहनु भएको छ अनि एउटा चाहिँ समूहमा त गरिराख्नु भएको छ त्योबाट के समस्याहरू आउँदो रहेछ तिनीहरूलाई कसरी समाधान गर्ने रहेछ भन्ने कुरा भयो। दोस्रो चाहिँ थोरै लगानीमा पनि उहाँहरूले गरी त भन्नुभयो त्यो लगानीले मात्रै पुग्यो कि अरू पनि थपथाप गर्नुभयो कि घटाउनु भयो कि जोड्नु भयो कि भन्ने कुरालाई समेट्नु भन्ने कुरो गर्नुभयो। अनि उहाँ म्यामले भने जस्तो ओभरअल पोइन्ट अफ भ्यूबाट चाहिँ साँच्चै समूह र समूहको व्यवसाय चाहिँ कतिको प्रभावकारी हुँदो रहेछ दीर्घकालीन